No, but on job side, yeah, that's क्षेत्राधिपति भन्नुमा नेपाल खण्डाधि समस्त देवी देवी भ्यो नमः यहाँ आएर घन्टी बजाउन थाल्छ कसलाई दाजुलाई वहाँ गरेर गरेको जग्गा ठेकेदार
Mana chila. Check on. Bro.
एउटा गीत छ, हामी नदीका दुई किनारा हाम्रो मिलन असम्भव छ। प्रकृतिले दुईटा किनारको मिलन कहिले पनि हुन सक्दैन भनेर त्यो किसिमको संरचना तयार गर्यो। तर मान्छेले त्यो दुईटा किनारलाई पुल निर्माण गरेर जोड्ने काम गरे। त्यही सिलसिलामा चन्द्रगिरी नगरपालिका र कीर्तिपुर नगरपालिका, यी दुई नगरपालिका जोड्ने सम्भवतः सबभन्दा पुरानो पुल यो चोबारको गल्छी पछिको यो गल्छी, काठमाडौँ उपत्यकामा निर्माण भएका दुईटा ठूला ठूला गल्छी र यो गल्छीमा निर्माण हुँदै गरेको यो 11 मिटर चौडाई 25 मिटर लम्बाइको 2 लेनको फुटपाथ सहितको मोटरेबल पुल उद्घाटन कार्यक्रममा पाल्नु भएका प्रमुख अतिथि माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेमाङज्यू लगायत संघीय सांसद कृष्णगोपाल श्रेष्ठज्यू, संघीय सांसद बीना श्रेष्ठज्यू, संघीय सांसद अमृता थापा मगरज्यू, संघीय सांसद अञ्जना विसंख्यज्यू र सम्पूर्ण अतिथिगण र सम्पूर्ण यहाँ उपस्थित हुनुभएका अग्रजहरू र सम्पूर्ण यहाँ चन्द्रगिरी र कीर्तिपुर नगरपालिकाका उपभोक्ता नागरिकहरूलाई म यस कार्यक्रमको उद्घोषक सञ्चालक चन्द्रगिरी नगरपालिका वडा नम्बर 15 को वडा अध्यक्ष उत्तम बहादुर राउत हार्दिक स्वागत गर्न चाहन्छु। हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस कार्यक्रमका प्रमुख अतिथि माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेमाङज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। चन्द्रगिरी नगरपालिका मात्रै आइरहँदो रहेछ, म चन्द्रगिरीको बट्टीको भएर होला, क्षमा गर्नुहोस् है, यसलाई पचाइदिनु होला। काठमाडौँ जिल्ला क्षेत्र नम्बर 9 संघीय सांसद माननीय श्री कृष्णगोपाल श्रेष्ठज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी काठमाडौँ जिल्ला क्षेत्र नम्बर 10 संघीय सांसद माननीय राजेन्द्र कुमार केसीज्यूलाई आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। उहाँ विदेशमा हुनुभएको भन्ने कुरा जानकारीमा आएको छ। यसैगरी संघीय सांसद अमृता थापा मगरज्यूलाई आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी संघीय सांसद अञ्जना विसंख्यज्यूलाई आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। पूर्व मन्त्री यही काठमाडौँ जिल्ला क्षेत्र नम्बर 10 कीर्तिपुर निवासी दिलीप महर्जनज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
नेकपाका प्रदेश नम्बर 3 का सह इन्चार्ज हितमान साक्यज्यूलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। काठमाडौँ जिल्ला क्षेत्र नम्बर 10 को प्रदेश सभा सांसद पुकार महर्जनज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँ उपस्थित हुनुहुन्न जस्तो छ, उहाँ पनि बाहिर हुनुहुँदो रहेछ। काठमाडौँ जिल्ला क्षेत्र नम्बर 9 ख प्रदेश सांसद केशव पोखरेलज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। चन्द्रगिरी नगरपालिका का प्रमुख मेयर श्री घनश्याम गिरीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कीर्तिपुर नगरपालिका पूर्व मेयर कीर्तिपुर नगरपालिकाका घोषणा भएपछिको प्रथम मेयर श्री हिराकाजी महर्जनज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक। कीर्तिपुर नगरपालिका उपमेयर श्री सरस्वती खड्काज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी चन्द्रगिरी नगरपालिका उपमेयर श्री लिसा नकर्मीज्यूलाई मञ्चमा आई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्रधानमन्त्री कार्यालयका विकास विज्ञ सल्लाहकार श्री गजेन्द्र थपलियाज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। चन्द्रगिरी नगरपालिका का प्रवक्ता हरिभक्त महर्जनज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। भौतिक पूर्वाधार तथा निर्माण यातायात मन्त्रालय सचिवज्यू देवेन्द्र कार्कीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँ हुनुहुन्न जस्तो छ। पुल महाशाखा प्रमुख दीपक भट्टराईज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सडक विभाग क्षेत्रीय निर्देशक राजेन्द्र शर्माज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। चन्द्रगिरी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलज्यूलाई मञ्चमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कीर्तिपुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यज्यूलाई मञ्चमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। चन्द्रगिरी नगरपालिका र कीर्तिपुर नगरपालिका सम्पूर्ण नागरिकहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
मन्त्रीज्यू वसन्त नेमाङज्यू, त्यसै गरी सङ्घीय क्षेत्र नम्बर 9 का सांसद माननीय कृष्णगोपाल श्रेष्ठज्यू, त्यसै गरी अन्य सङ्घीय सांसद ज्यूहरू, प्रदेश सभाका सांसदज्यूहरू, कीर्तिपुर नगरपालिका र चन्द्रगिरी नगरपालिकाका उपप्रमुखज्यूहरू, दुवै नगरपालिकाका पदाधिकारीज्यूहरू, कार्यपालिकाका सदस्यहरू, अन्य जनप्रतिनिधि साथीहरू, मञ्चमा आसीन अन्य विशिष्ट व्यक्तित्वहरू र यहाँ पाल्नुभएका यो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूहरू, हाम्रो तालुक मन्त्रालय अन्तर्गतका विभाग र महाशाखाका कर्मचारी मित्रहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरू र हाम्रा पत्रकारहरूमा कीर्तिपुर नगरपालिका र चन्द्रगिरी नगरपालिका दुईटै यो आयोजकको हिसाबले म यहाँहरूलाई स्वागत पनि गर्न चाहन्छु। यो कार्यक्रमलाई अलिकति संक्षिप्त रूपमा सञ्चालन गर्ने भन्ने हाम्रो आशय अनुरूप यसलाई यो सभापतिको आसन ग्रहण सँगसँगै यो स्वागत गर्ने पनि जिम्मा मैले लिएको छु। त्यस अर्थमा यहाँहरू सबैलाई म हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। र आजभन्दा करिब 21-22 वर्ष अगाडि भर्खरै कीर्तिपुर नगरपालिका, त्यसबेला हाम्रो उता 3 थाना गाविस थियो। हाम्रो गोपीचन्द्रजी त्यहाँको गाविस अध्यक्ष हुनुहुन्थ्यो र यतापट्टि हाम्रो हिराकाजी महर्जनजी मेयरको रूपमा निर्वाचित हुनुभएको थियो। र त्यही बेला नै यो बाटोको खास यो महत्त्वलाई बुझेर यो बाटोलाई बनाउने, पुल पनि बनाउने भन्ने खालको योजना हामीले राखेका थियौँ। र त्यस बेलाको हाम्रो हिराजीले मलाई नै बोलाएर ल यो बाटो चाहिँ खोल्ने हो, त्यसको चाहिँ उपभोक्ता समितिको अध्यक्ष तिमी हुनु पर्यो भनेर मलाई चाहिँ उपभोक्ता समितिको जिम्मा दिएको थियो। त्यो अनुसार यो बाटो हामीले त्यो खारेर उतासम्मको बाटो पुर्याएका थियौँ। र आज 21 वर्ष पछाडि अब यो पुलको शिलान्यास मेरै सभापतित्वमा यो हुन गइरहेको छ। यसलाई मैले एउटा सौभाग्यको रूपमा लिएको छु। र त्यसबेला जुन खालको हामीले परिकल्पना गरेका थियौँ र त्यसबेला यो 3 थाना र कीर्तिपुर भनेको एउटा हाम्रो व्यापारिक हिसाबले पनि सबै यो कीर्तिपुरतिर चाहिँ बजार आउने त्यो 3 थानाको त्यस्तो व्यवस्थापन थियो। बिचमा चाहिँ अलिकति बाटोको असुविधाको कारणले गर्दाखेरि त्यो चाहिँ हुन सकेन। र मलाई लाग्छ यो पुल बनिसकेपछि त्यो फेरि यो भौतिक रूपमा मात्रै जोड्ने होइन कि आत्मिक रूपमा पनि 3 थाना र कीर्तिपुरलाई चाहिँ नजिक तुल्याउँछ। र यो बाटोलाई अलिकति व्यवस्थित गर्न सक्यौँ भने मलाई लाग्छ यो कलङ्कीको जुन जाम यो नैकापदेखि कोले भोगिरहनु भएको छ। हुन त अहिले पहिलेको जस्तो चाहिँ कलङ्कीमा जाम छैन, यसले चाहिँ ठेक्ला भन्ने मलाई लागेको छ। र त्यसो हुँदाखेरि यो ऐतिहासिक ठाउँमा जुन पुल निर्माण हुन गइरहेको छ त्यसले विशेष गरी कीर्तिपुर 3 थाना नैकापदेखिको पहिलेदेखिको जुन त्यो सम्बन्ध थियो त्यो सम्बन्धलाई अझ यसले चाहिँ प्रगाड पार्नेमा म विश्वस्त रहेको छु। र त्यसै गरी अहिले हामीले यो बल्कुदेखि यो बल्कु करिडोर हामीले बनाउँदै करिब यो कीर्तिपुरको यो अर्कोपट्टि जुन यो सिभिल होम्सको चाहिँ अगाडिसम्म हामीले बल्कु करिडोर ल्याइसकेका छौँ। र यतैदेखि फेरि अर्को एउटा बल्कु करिडोर यो माथि चाहिँ जाँदैछ। सम्भवतः यो 1-2 वर्ष पछाडि नै त्यो पनि बन्ने छ। र त्यसपछि यो पुलको महत्त्व अझ चाहिँ बढ्छ भन्ने मलाई लागेको छ। र अरू हामीले यो बाटो यो पुललाई करिब यो रेनी सिजन भन्दा अगाडि नै यो सकाउने भन्ने खालको हामीले सुझाव दिएका छौँ। त्यो अनुसार चाहिँ निर्माण व्यवसायले पनि हामी समक्ष चाहिँ हामी चाहिँ प्रयास गर्न सकिन्छौँ करिब हामी चाहिँ भन्ने खालको त्यो चाहिँ दिनुभएको छ। त्यो अनुसार गऱ्यौँ भने मलाई लाग्छ यसले ठुलो एउटा उपलब्धि चाहिँ हुनेछ। जुन बेला हामीले 20-22 वर्ष अगाडि हामीले कल्पना गरेका थियौँ त्यो अनुसार